गर्ने मिडिया ब्रिफिङ गर्ने अभ्यासको सुरुवात गर्दैछौँ आजबाट। यसले हामी बीचको व्यावसायिक संवादलाई अझ व्यवस्थित बनाउँछ भन्ने हाम्रो विश्वास हो। म यहाँ एउटा स्पष्ट पार्न चाहन्छु, आजको यो ब्रिफिङ विशुद्ध सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको नेतृत्वमा र यस प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयभित्र र यस अन्तर्गतका निकायहरूका काम कारबाहीका बारेमा मात्रै केन्द्रित हुनेछ। अन्य विषयगत मन्त्रालय वा अन्य सरकारी निकायका कार्य सम्पादनका बारेमा सम्बन्धित निकायहरूबाटै नियमित रूपमा सूचना प्रवाह भइरहेको छ, जुन तपाईहरुलाई थाहा छँदैछ। सोही अनुसार हुनेछ। आजको यो पहिलो शुक्रबारे ब्रिफिङमा हामीले गत साता र यो साता गरी 2 साताका प्रमुख कार्य सम्पादन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद म्याडम। उपस्थित सम्पूर्ण सञ्चारकर्मी साथीहरू र मेरा सम्पूर्ण कार्यालयका साथीहरू, म्याडमले आजको हामी मिडिया ब्रिफिङ भनेर नाम राखेका छौँ। यो कार्यक्रमको बारेमा थोरै प्रकाश त पारिसक्नु भएको छ। मैले सरसरी पछिल्लो 2 हप्ता भनौँ न मा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट सम्पादन भएका कामहरूको बारेमा यहाँहरूलाई सरसरी जानकारी दिन्छु। मैले चाहिँ पहिला सुरुमा जे जति काम भएको छ त्यसलाई जानकारी दिइसकेपछि अन्त्यमा त्यसपछि के गर्ने भन्ने कुरा पनि हामी जाउँला। सबभन्दा पहिला नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिहरू बीच 2082 साल मङ्सिरको 24 गते भएको एउटा सम्झौता तथा नेपाल सरकारको मन्त्री परिषदको 2083 साल 3 महिना 18 गतेको निर्णयबाट जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि चाहिँ एउटा समन्वित पुनर्स्थापना गर्न जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजको स्वीकृति गरेको छ र त्यो प्याकेजमा भएका कुराहरू र अन्तर्राष्ट्रिय दायित्व व्यवस्थित गर्नको लागि र त्यस र एकीकृत होस् भनेर प्रधानमन्त्री तथा मन्त्री परिषद यो डकुमेन्टेसनको काम गर्नले यो नेपाल पक्षहरूको कपी यहाँ पठाएर काम चाहिँ हामीले गरिराखेका छौँ। प्रधानमन्त्री मन्त्री परिषद कार्यालय यो खास गरी प्रधानमन्त्रीज्यू अन्तर्गतै हो। यो राष्ट्रिय सतर्कता केन्द्र आर्थिक वर्षको अवधिभरि सम्पादन गरेका कामहरूको 27 गते सम्मानज्यू समक्ष पेश गर्नुभएको छ र साथै चाहिँ सूचनामूलक स्टिकरको सार्वजनिकरण र चाहिँ सार्वजनिक सेवा सन्तुष्टि मापन चाहिँ क्युआर सार्वजनिक सेवाको सन्तुष्टि फारम हेर्ने र त्यो व्यवस्था क्युआर कोडको व्यवस्था पनि सञ्चालन गरिएको छ। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग श्रीमान मुख्य सचिवज्यू र श्रीमान टिमले अन्तर्क्रिया गरेर विशेष गरी जिल्ला प्रशासन कार्यालयमा र त्यो जिल्लामा पनि कार्य सम्पादनमा आउन सक्ने गुनासोको सुनवाई गर्ने कामलाई सेवा प्रवाहलाई चाहिँ एकद्वार सेवा प्रवाहमा चाहिँ रूपान्तरण गर्न लेख्न नसक्ने सेवाग्राहीहरूलाई कार्यालयको कर्मचारीबाट नै निवेदन गर्ने र कार्यालय समयको चाहिँ परिपालना अनिवार्य रूपमा गर्ने र शान्ति सुरक्षालाई पनि अलि भरपर्दो व्यवस्थापन गर्ने लगायतका विषयमा श्रीमान दिएको कुरा यहाँहरू सम्पूर्णलाई चाहिँ मैले यहाँ अनुरोध गरेँ। मा भएका कुराहरू कामहरू चाहिँ यति नै रहेका छन्। 2 हप्ता भनौँ न अहिलेसम्म आउँदाखेरि एउटा यो अभ्यास पनि भएको कारणले गर्दाखेरि केही छोटो अवधिमा केही त्यस्ता कुराहरू छन् यहाँका छन् विषय वस्तुसँग सम्बन्धित जिज्ञासाहरू यहाँहरूलाई राख्न अनुरोध गर्दछु। हामी अघि नै म्याडमले सुरुवातमा लिमिटेसन त छँदैछ, त्यो लिमिटेसनभित्र रहेर सुझाव। धन्यवाद।